राति 1 बजेसम्म निद्रा नलाग्नु, सुत्न नसक्नु र अनिदोमै बिहान बनाउनु भनेको सायद साधारण कुरा त होइन, तर धेरैचोटि यस्तो भइरहन्छ। म आफ्नो छोरा छोडेर नेपालबाट दुबई आएको पनि 3 वर्ष बितिसक्यो। अनि यो 3 वर्षको अन्तरालमा मैले तिता मिठा धेरै अनुभवहरू पाएँ, मान्छे चिन्ने मौका पाएँ, अनुभव लिएँ, संसार कति ठुलो रहेछ र के हुँदो रहेछ संसारमा भन्ने कुराहरूको अन्दाजा पाएँ। आज जे छ मसँग त्यसको लागि मेरो भगवानलाई धेरै धेरै धन्यवाद पनि दिन्छु। तर आफूलाई जति सक्दो पोजिटिभ माहौलमा राख्ने आफूलाई कोसिस गरिरहेको छु। मैले हरेक नेगेटिभ चिज, हरेक पराई मान्छेहरूबाट टाढा बस्ने कोसिस गरिरहेको छु। धेरै रातहरू अनिदा जान्छन्। म मेरो छोरालाई सम्झिन्छु, उसको त्यो हाँसो अनुहार, उसलाई आफ्नो काखमा लिन नपाएको पीडा, उसलाई आफ्नो ममताले सिच्न नपाएको अवस्था। ऊ 8 वर्षको हुँदाखेरि उसलाई छोडेर आएको, अहिले ऊ 11 वर्षको भइसक्यो। उसका खुसीका पलहरूमा म सामेल हुन सकिरहेको छुइनँ। उसका दुःखमा उसलाई मैले सहारा दिन सकिरहेको छैन। उसलाई चोट लाग्दाखेरि म दौडेर गएर उसलाई अँगाल्न सकिरहेको छैन। यो पीडा यहाँ कमाउने रुपियाँले तुलना गर्न मिल्दैन। उसको समय, उसको जीवनको अमूल्य समय, गोल्डन टाइम हो यो। हरेक उसको अनुभव, उसको पीडाले उसलाई जीवन शिक्षा दिन्छ, जीवनमा भविष्यमा उसलाई अघि बढ्नलाई मद्दत गर्छ। तर उसलाई सिकाउने शिक्षक म एउटा आमाको रूपमा कहिले उसलाई उपलब्ध हुन सकिनँ। विगत 3 वर्षदेखि त म उपलब्ध हुन सकिरहेकै छैन उसको लागि। यो कुराले मलाई हरेक रात पिरोल्छ। म कहिले जाने होला घर भनेर म आत्तिन्छु, किनकि पैसा पनि धेरै इम्पोर्टेन्ट छ। बिना पैसाको म सहारा बन्न सक्दिनँ उसको लागि। म मात्रै नभएर हजारौँ नेपाली आमाहरू यसरी नै खाडीमा दुःख गरिरहनु भएको होला। आफ्नो सपनाको घर बनाउने आशमा हामीले आफ्नो 6 फुटे बेडमा यत्रो समय बिताइरहेका छौँ। सायद आफ्नो सपनाको घर बनिसक्दाखेरि त्यो घरमा बस्ने रहर पनि सकिन्छ होला। जब मेरो छोराले आमा भनेर याद गर्छ, तब उसलाई त्यो मायाको पलहरू याद होला नहोला, त्यो आमा भन्ने शब्द महसुस होला नहोला। यो कुराले गर्दाखेरि अब पैसाको महत्त्व पनि मलाई भएन। दिनरात बस म घर जाने मात्र सपना देखिरहन्छु। मेरो छोरासँग आफ्नो सुख दुःख बाँकी जीवन बिताउने सपनाहरू मात्र देखिरहन्छु। एउटा आमा हुनुको सौभाग्य र आमा भएर आफ्नो सन्तानसँग बिछोडिनुको पीडा अहिले म भोगिरहेको छु। यसलाई नै आफ्नो भाग्य सम्झेर मैले बाँकी जिन्दगी राम्रो होस् भनेर दुःख गरिरहेको छु। आफ्नो जीवन भोगाइ सम्झिँदाखेरि कहानी जस्तो लाग्छ। अरूलाई सुन्दा रमाइलो, आफूलाई भोग्दाखेरि त्यति नै गाह्रो पनि हुन्छ। प्रत्येक घरको कहानी डिफ्रेन्ट हुन्छ। कन्टेन्ट क्रिएसन एउटा मेरो रहर मात्र होइन, मेरो बाध्यता मात्र होइन। यो मैले आफूलाई भुलाउने कोसिस गरिरहेको छु। कन्टेन्ट क्रिएसन एउटा आफूलाई बिजी राख्ने माध्यम हो मेरो लागि। मैले मेरो जीवनमा राम्रो भन्ने, राम्रो प्रोत्साहन गर्ने मान्छेहरू भन्दा खुट्टा तान्ने र डिमोटिभेट गर्ने मान्छेहरू धेरै देखेको छु। त्यही भएर पनि म यति धेरै एक्लो भएको होला, किनभने मलाई यहाँ बसुन्जेलसम्म कसैले सम्झेको, कसैले बोलाएको मलाई याद छैन। मेरो घरतर्फबाट म जिउँदैछु या मरिसके कसैलाई वास्ता हुँदैन र यो कुनै आवेगमा बोलिरहेको छुइनँ म। यस्तै नै भइरहेको छ। हेरौँ अब बाँकी जिन्दगी कसरी बित्छ।